हामी कुमाल सन्तानौं माटोका माया, घाम पानी सँगै श्रमको छाया। नदी र वनले हामीलाई बोलाउँछ, एकताको स्वर नेपाल फैलाउँछ। कुमाल एकता हाम्रो शक्ति, रगतमा बग्छ देशको भक्ति। माटो पानी संस्कृतिको रङ्ग, हाम्रो पहिचान नेपाली सँग। ओ हाम्रो पहिचान नेपाली सँग। घडेरी माटोमा गुथिएको इतिहास, कला र श्रमले लेखे स्वाभिमानको रास। भाषा मिठो बोली शुद्ध, कुमाल हौ हामी मन सधैँ बुद्ध। कुमाल एकता हाम्रो गाना, शान्ति मेल र प्रेमको दाना। सगरमाथा जस्तै गर्विलो नाम, नेपाल हाम्रो हाम्रो सम्मान। नेपाल हाम्रो हाम्रो सम्मान। पर्व तिहारमा गीत गाउने, मिलेर नाच्ने हात मिलाउने। जात भात सबैलाई अङ्गाल्ने, एक नेपाल सबैको बनाउने। कुमाल एकता उज्यालो दीप, श्रम र प्रेमको अमर प्रतीक। नेपाल माताको छेउमा रहो, एकतामा हामी सधैँ बाँचौँ। एकतामा हामी सधैँ नै बाँचौँ। हो मै कुमालनी यस्तै होला हरे जातै, उकाली ओह्राली गर्दै दाउरा घाँस मेला पात गर्दै। हुर्किनु मै जर र रक्सी पर्दै। हो मै कुमालनी छोरी हो कहिले न छोड्तौ मैले तोकै। मै त कुमालनी छोरी हो कहिले न छोड्तौ मैले तोकै।
हामी कुमाल सन्तानौं माटोका माया, घाम पानी सँगै श्रमको छाया। नदी र वनले हामीलाई बोलाउँछ, एकताको स्वर नेपाल फैलाउँछ। कुमाल एकता हाम्रो शक्ति, रगतमा बग्छ देशको भक्ति। माटो पानी संस्कृतिको रङ्ग, हाम्रो पहिचान नेपालीसँग। हजुर, हामी यहाँ देख्न सक्छौँ आजको हाम्रो यस कुमाल जातिको सांस्कृतिक कार्यक्रमको विशेष अवसरमा यहाँ हाम्रो समक्ष यसै भरतपुर महानगरपालिकाका उपप्रमुख आदरणीय चित्रसेन अधिकारीज्यू हाम्रो गेट प्रवेश गरिसक्नु भएको छ। हाम्रो कुमाल जातिको विविध सांस्कृतिक टिम सहितको झाँकीले उहाँहरूको स्वागत गरिरहेको छ। हाम्रो कार्य समितिका सम्पूर्ण साथीहरू उहाँको स्वागतको लागि परिरहनु भएको छ। यहाँलाई हाम्रो यस कुमाल जातिको राष्ट्रिय पर्व माघे सङ्क्रान्ति विशेष कार्यक्रममा प्रमुख अतिथिको रूपमा हार्दिक स्वागत गर्न चाहन्छौँ। हाम्रो यस कार्यक्रमको रौनकता बढाइदिनको लागि, हाम्रो कार्यक्रमलाई सफल पारिदिनको लागि यहाँको उपस्थितिले हाम्रो कार्यक्रम पक्कै पनि महत्त्वपूर्ण भएको हामीले आभास गरिरहेका छौँ। साथै हाम्रा सम्पूर्ण साथीहरू आजको यस कार्यक्रमका प्रमुख अतिथिज्यू आदरणीय भरतपुर महानगरपालिकाको मेयर चित्रसेन अधिकारीज्यूको स्वागत गरिरहेको हामी देख्न सक्छौँ। यहाँ सम्पूर्ण साथीहरू नामबद्ध भएर उहाँहरूको स्वागत गरिरहनु भएको छ। हाम्रो आजको यस कार्यक्रमका प्रमुख अतिथिज्यू हामीसँग अगाडि अग्रपङ्क्तिमा उहाँहरूको आगमन भइरहेको छ भने उहाँहरूको स्वागतमा खटिनुभएका साथीहरू आफ्नो सांस्कृतिक झाँकीसहित उहाँको पछि हामीले यहाँ उपस्थित भइरहेको हामी यहाँ देख्न सक्छौँ। उहाँहरू आफ्नो जाति विशेष आफ्नो जातिको संस्कृति झल्काउने बाजागाजा वेशभूषासहित यहाँ कार्यक्रममा प्रवेश गरिरहेको हामी देख्न सक्छौँ। अहिलेसम्म खाली भएको हाम्रो यो ग्राउन्ड अहिले भर्खरै अचानक सांस्कृतिक टिमहरूको भरपुर उपस्थितिले यहाँ निकै ठुलो जमातका साथ कार्यक्रमको रौनकी बढिरहेको हामी यहाँ देखिरहेका छौँ। कृपया सम्पूर्णहरूले आफ्नो यो झाँकी टोलीलाई व्यवस्थित गरेर रमाइलोसँग आजको यस कार्यक्रमलाई सफल पार्नको लागि अनुरोध गर्न चाहन्छौँ। हाम्रो आजको यस कार्यक्रमका प्रमुख अतिथि हामी समक्ष यहाँ मञ्चमा उपस्थित भइसक्नु भएको छ। आदरणीय यसै भरतपुर महानगरपालिकाका उपमेयर, आजको यस कार्यक्रमका प्रमुख अतिथि आदरणीय चित्रसेन अधिकारीज्यूको यहाँ आगमन भइसकेको हामी यहाँ जानकारी गराउँदैछौँ। अब भने हामी छिट्टै नै औपचारिक कार्यक्रमलाई अगाडि बढाउने जमर्को गर्नेछौँ। अध्यक्ष दण्डपानी रिजालज्यू, साथै वडाका सदस्यज्यूहरू, त्यसै गरी नेगौली मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष महिराम चौधरीज्यू, मध्यवर्ती नवडै वार्डको इलाका प्रतिनिधिज्यूहरू, त्यसै गरी वनका सम्पूर्ण नवडै वार्डको वनका प्रतिनिधिज्यूहरू, साथै हाम्रो सम्पूर्ण भरतपुर महानगरपालिका वडा नम्बर 28 मा निवासी र टोल प्रमुख अध्यक्षज्यूहरू र यहाँ आउनुभएका सम्पूर्ण कुमाल जातिका जनजातिहरू र अरू जनजातिका पनि सबैजनालाई स्वागतम सुस्वागतम भन्दै हाम्रो कुमार जातिको महान चाड 2082 को फेरि पनि स्वागतम सुस्वागतम भन्दै बिदा हुन चाहन्छु। हस्त नमस्ते। धन्यवाद दिदी कृष्ण कुमारी कुमारज्यू। आफ्नो स्वागत मन्तव्य व्यक्त गर्दै यहाँबाट बिदा भइसक्नु भएको छ। म कार्यक्रममा पुनः अर्को आसन ग्रहणलाई जोड्न चाहन्छु। आजको यस कार्यक्रममा हाम्रो कुमाल सामुदायिक होमस्टे भरतपुर 28 को प्रतिनिधिको रूपमा हामीसँग आज
अतिथिको रूपमा हामीले आदरणीय रामसिंह कुमारज्यूको नाम हामीलाई दिनुभएको छ। कृपया रामसिंह कुमारज्यू आजको यस कार्यक्रममा सामुदायिक होमस्टेको तर्फबाट आजको यस कार्यक्रममा अतिथिको रूपमा आसन ग्रहण गरिदिनुको लागि यहाँलाई हामी हार्दिक अनुरोध गर्न चाहन्छौँ। त्यस्तै गरी कुमार सामुदायिक होमस्टेकै लेखा संयोजक हुनुहुन्छ आदरणीय सूर्यबहादुर कुमारज्यू, उहाँ ज्येष्ठ नागरिक भरतपुर 28 का अध्यक्ष पनि हुनुहुन्छ। उहाँलाई पनि म आजको यस कार्यक्रममा अतिथिको रूपमा आसन ग्रहण गरिदिनुको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। अब भने हामी कार्यक्रममा राष्ट्रिय गानलाई अगाडि बढाउनेछौँ। कृपया साउन्ड सिस्टममा रहनुभएका अपरेटर साथी राष्ट्रिय गानलाई तयारी अवस्थामा राखिदिनुको लागि म अनुरोध गर्न चाहन्छु। साथै सम्पूर्णलाई राष्ट्रिय गानको लागि तयारी भइदिनुको लागि पनि म अनुरोध गर्न चाहन्छु। धन्यवाद सम्पूर्णलाई। अब भने कार्यक्रममा हामी पुनः 1 मिनट हाम्रो कला संस्कृति, हाम्रो देश र हाम्रो वेशभूषाको लागि आफ्नो जीवन समर्पण गर्नुहुने, आफ्नो जीवन त्याग्नुहुने ज्ञात अज्ञात शहीदहरूप्रतिको निम्ति 1 मिनट मौन धारणको कार्यक्रम हामीले राखेका छौँ। कृपया उक्त मौन धारणको लागि सम्पूर्णलाई तयारी अवस्थामा रहिदिनुको लागि म अनुरोध गर्न चाहन्छु। समय सुरु। हामी अब कार्यक्रमको अर्को चरणमा प्रवेश गर्दैछौँ। अब हामी आजको यस कार्यक्रमको समुद्घाटन, आजको यस कार्यक्रमका प्रमुख अतिथि भरतपुर महानगरपालिकाका उपमेयर आदरणीय चित्रसेन अधिकारीज्यूबाट दीप प्रज्वलन गरेर साथै यो पछाडि रहेको कुमार समुदायको ब्यानरको हेडलाइन पढेर कार्यक्रमको विधिवत उद्घाटन गर्नेछौँ। हाम्रो आदरणीय प्रमुख अतिथिज्यूबाट कार्यक्रमको समुद्घाटन भइरहेको छ। कृपया सम्पूर्ण आदरणीय व्यक्तित्वहरू तालीको साथ यो कार्यक्रमलाई अझै रमाइलो बनाइदिनको लागि म सम्पूर्णलाई अनुरोध गर्न चाहन्छौँ। हामीले देखिरहेका छौँ आदरणीय प्रमुख अतिथिज्यूबाट कार्यक्रमको समुद्घाटन भइरहेको छ। अब भने हामी कार्यक्रममा उहाँहरूको मुखारबिन्दबाट आजको यस कार्यक्रमको ब्यानरको हेडलाइन मात्र भए पनि हुन्छ, ब्यानरको हेडलाइन पढेर कार्यक्रमको सुरुवात गरिदिनको लागि पनि म अनुरोध गर्न चाहन्छु। धन्यवाद कार्यक्रम सञ्चालकज्यू। माघे सङ्क्रान्ति विशेष 5औं बृहत कुमाल जातिको सांस्कृतिक कार्यक्रम 2082 औपचारिक रूपले उद्घाटन भएको जानकारी हुन्छ। हस्त धन्यवाद, नमस्कार।
सजिलो त म कोसिस आज कार्यक्रमका प्रमुख अतिथिज्यू पनि मैले स्टेज मुनिबाट हेरिरहेको थिएँ। हात्ती चढेको जस्तो लचक 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 लचक। म त स्टेज भाँच्यो कि भनिरहेको थिएँ, धन्न भाँच्नु भएन। निकै स्टेज हल्लिने डान्स देखाएर यहाँबाट बिदा भइसक्नु भएको छ। बहिनीहरू प्रज्ञा एकाडेमीबाट 6 जनाको ग्रुप, उहाँहरूलाई स्टेज अझै थोरै सानो भयो। गीतको बोल त मैले भाषा त मैले बुझ्न सकिनँ। अर्कै भाषाको गीत उहाँहरूले अर्को भाषाको गीतमा नृत्य गरेर जानुभयो। तर पनि उहाँलाई धेरै धेरै धन्यवाद। हाम्रो यो कुमार जातिको सांस्कृतिक कार्यक्रमको सफलताको लागि निकै टाढाबाट सहयोगको भावना बोकेर यहाँसम्म आइपुग्नु भयो र आफ्नो नृत्य प्रस्तुत गर्नुभयो। यसको लागि म लगायत सम्पूर्ण टोलीबाट हाम्रो कुमार समुदायबाट धेरै धेरै धन्यवाद भन्दै जोरदार तालीले स्वागत सम्मान गरिदिनु अनुरोध गर्न चाहन्छु। म अब भने म कार्यक्रममा शुभकामना मत बेला अगाडि बढाउन चाहन्छु।
मैले अघि नैदेखि भनिरहेको छु हाम्रो आजको यस कार्यक्रमका प्रमुख अतिथिज्यूसँग थोरै समयको पाबन्दी छ। उहाँलाई 3 बजे अर्को कार्यक्रममा भएको कारणले गर्दा अब भने हामी उहाँको शुभकामना मन्तव्यलाई अगाडि जोड्नेछौँ। उहाँको शुभकामना मन्तव्य सके लगतै हामी अर्को सांस्कृतिक नृत्यलाई अगाडि जोड्नेछौँ। रचना कुमाल, सुशिका कुमाल गोलाघाटबाट हुनुहुन्छ। उहाँलाई पनि म आफ्नो गीतको बोल उपलब्ध गराइदिन अनुरोध गर्न चाहन्छु र तयारी अवस्थामा रहन पनि अनुरोध गर्दै अब भने म कार्यक्रममा आजको यस कार्यक्रमका प्रमुख अतिथि आदरणीय भरतपुर महानगरपालिकाका उपमेयर आदरणीय चित्रसेन अधिकारीज्यूलाई आजको हाम्रो यस कार्यक्रममा आफ्नो शुभकामना मन्तव्य राखिदिनको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। दण्डवत कार्यक्रम सञ्चालक सुरेश कुमारज्यू, कुमाल जातिको आफ्नो संस्कार र संस्कृति परम्परालाई निरन्तर लिएर जानको लागि जुन भरतपुर महानगरपालिकामा 28 मा बसोबास गर्ने कुमाल समुदायबाट आयोजना गरिएको 2082 साल माघी पर्वको बृहत सांस्कृतिक कार्यक्रम आयोजना गर्नुभएको छ। यस कार्यक्रमका सभाध्यक्षको भूमिका निर्वाह गर्नुहुने कुमालज्यू विशिष्ट अतिथिको रूपमा रहनुहुने, तपाईहरूबाटै निर्वाचित हुनुहुने वडा नम्बर 28 का वडा अध्यक्ष आदरणीय दण्डपानी रिजालज्यू, विशिष्ट अतिथिको रूपमा तपाईहरू भाग्यमानी पनि वडा, सबै वडामा यस्तो हुन सक्दैन। भरतपुर महानगरपालिकाको सिङ्गो कार्यपालिकाको सदस्य 8 जना मध्ये तपाईहरूको वार्डले जसरी वडा अध्यक्ष कार्यपालिकाको बैठकमा उपस्थित हुने अवसर प्राप्त गर्छ, अधिकार राख्छ, त्यस्तै कार्यपालिकाको सदस्य पनि उपस्थिति हुने कार्यपालिकाको सदस्य नम्रता सापकोटाज्यू, त्यस्तै विशिष्ट अतिथिको रूपमा रहनुहुने यस वार्डका अन्य जनप्रतिनिधिज्यूहरू, विशिष्ट अतिथिको रूपमा रहनुहुने तपाईहरूकै संस्था तथा समुदाय कुमाल समुदायको राष्ट्रिय अध्यक्ष तेलबहादुर कुमाल पिसालज्यू, त्यस्तै विशिष्ट अतिथिको रूपमा रहनुहुने यो क्षेत्रको मेयर आदरणीय दाजु, हिजो यो मेघौली गाविस हुँदा महत्त्वपूर्ण सामाजिक राजनीति र कार्य गर्नुहुने पूर्व जनप्रतिनिधिको रूपले भूमिका निर्वाह गर्नुहुने जयमङ्गल कुमारज्यू र त्यस्तै विशिष्ट अतिथिको रूपमा तपाईहरूको कुमालहरूको जिल्ला अध्यक्षज्यू,
र यो क्षेत्रका वडा नम्बर 28 का राजनीतिक दलका जनप्रतिनिधिज्यूहरू र कुमाल समुदायका विभिन्न तह र तबकामा नेतृत्व गर्ने व्यक्तित्वहरू र यो क्षेत्रका विभिन्न सङ्घ संस्था, यहाँको समाज र समुदाय र यो ठाउँको विकास गर्नलाई स्थापित गराउने विभिन्न सङ्घ संस्थाका नेतृत्वज्यूहरू र मञ्चासीन दायाँ बायाँ रहनुहुने सम्पूर्ण अग्रजीहरू जो आज तपाईँहरूको समुदायभित्र सम्मानित हुनुहुने, यासी परीक्षामा उत्कृष्ट लिएर आउनुहुने छोराछोरीहरू र हामीले आज ज्येष्ठ नागरिक रूपले 88 वर्ष हुने मञ्चासीन बुवा र विभिन्न कालखण्डमा जनप्रतिनिधि रूपले लगायतका सामाजिक कार्य गर्ने सम्मानित व्यक्तित्वहरू आज र विभिन्न टोल विकासका संयोजक लगायत तपाईहरु टोल विकासबाट आजको बृहत सांस्कृतिक कार्यक्रमलाई सहभागी बनाई ब्यानर सहित आफ्नो वेशभूषा र संस्कृतिमा आउनुहुने सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरू, यो आजको माघी पर्वलाई, यो सांस्कृतिक पर्वलाई सफल पार्न आउनुहुने सम्पूर्ण उपस्थित जनहरूलाई म यहाँहरूलाई हृदयदेखि नमस्कार टक्राउन चाहन्छु। यति रमाइलो कार्यक्रम म अन्तिमसम्म बस्नुपर्ने, सर्वप्रथम मलाई आयोजकले आज आमन्त्रण गरी प्रमुख अतिथि तपाईहरुको संस्कार संस्कृति र वेशभूषा समलाई पनि पहिचान गराउने, परिचय गराउने र तपाईहरुको ऐतिहासिक भूमिका र संस्कारको बारेमा जुन जान्ने अवसर प्राप्त गरे सो अवसर प्राप्त गरिदिनु भयो। म आयोजक प्रति आभार व्यक्त गर्दै धन्यवाद दिन चाहन्छु र क्षमा पनि माग्न चाहन्छु। धेरै भाइ बहिनीहरू समूहले आज संस्कृति र विद्या सांस्कृतिक कार्यक्रमलाई आफ्नो नृत्य प्रदर्शन गर्ने अथवा प्रदर्शन गर्ने कार्यमा अन्तिम साथ दिन सकिन। आज बिदाको दिनमा आइसकेपछि सबै नेपाली नागरिकहरूले आफ्नो वेशभूषा संस्कृति अनुसार, आफ्नो आफ्नो पेशा, आफ्नो आफ्नो धर्म र संस्कृति अनुसार पवित्र गंगा अथवा मठ मन्दिरमा गएर माघी पर्व मनाउनुहुन्छ। आजहरू तपाईँ यस्तो भाग्यमानी ठाउँ जहाँ पर्यटकीय नगरी, जहाँ जैविक विविधता प्राकृतिक सम्पदा भएको, जहाँ चितवनको पहिचान र देशको मध्य भागमा रहेको नारायणी पवित्र गरी नदी नारायणी र लगायत राप्ती नदीको संगममा अवस्थित तपाईहरूले पक्कै नारायणी नदीको पनि दर्शन गरेर आउनु भएको छ। म सबै नेपाली दाजुभाइ लगायत सिङ्गो भरतपुरवासी र तपाईँ कुमाल समुदायलाई यो माघी पर्वको मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु। तपाईहरू प्रकृतिको पूजक, तपाईहरू मेहनती र कर्मठ, इमान्दारी, सरल स्वभावका, तपाईहरू नेपालको जनसङ्ख्याको रूपमा सानो रूपले उपस्थित भए तापनि मैले अनौपचारिक रूपमा सुन्दै गर्दा हामी भाग्यमानी, हरेक कुरामा हामी अगाडि छौँ। नेपालको राष्ट्रिय अध्यक्ष पनि यही हुनुहुन्छ। नेपालको कुमाल समुदायको बसोबास गरेको क्षेत्र वडा नम्बर 28 महानगरपालिकाको देशभरिमा तपाईहरुको समुदायको एउटा केन्द्र बिन्दुमा रहेर भरतपुर महानगरपालिका 28 तपाईहरुको समुदाय करिब 65-70% जनसङ्ख्या लगायत घरधुरीको अवसर प्राप्त गर्दा हामी भरतपुरको वासी अथवा नेतृत्वलाई गर्वको साथ हाम्रो कुमाल समुदाय पनि राष्ट्रिय स्तरमा अग्रस्थानमा छ। त्यो बसोबास गरेको कुमाल समुदायको त्यो पालिका भरतपुर महानगरपालिका हो भनेर गौरवले छाती फुलाएर भन्ने हक दाबी पनि तपाईले बनाउनु भएको छ। त्यसकारणले म अत्यन्तै खुसी भएको छु। तपाईहरुको परम्परा संस्कृतिको लागि मैले ऐनी व्यक्त गरिसके। तपाईहरु प्राकृतिक पूजक, तपाईहरु खोला नाला र वनजङ्गलको आपसमा तपाईहरुको भूभागमा बसोबास गर्ने, आफ्नो कर्म थलो र आफ्नो पेसालाई त्यही प्राकृतिक सम्पदा र जलयात्रा जहाँ सिमसार क्षेत्रमा तपाईहरुको महत्त्वपूर्ण भूमिका, जो इतिहास तपाईहरुका पुर्खाहरूले त्यही चलन चल्तीको अनुसारले तपाईहरु धेरै जसो कास्की गोर्खा तलुङबाट बसोबास गरेर आउने वडा नम्बर 28 र मलाई पनि करिब तपाईहरुको विभिन्न ठाउँमा जाँदै गर्दा थाहा पाउँदै गर्दा भरतपुर महानगरपालिकामा तपाईहरुको ठुलो संख्या छ। भरतपुर महानगरपालिकामा वडा नम्बर 11 र 12, वडा नम्बर 8 र 9 मा तपाईहरुका
कुटुम्ब लगायतका बन्धु बान्धवहरूको पनि बसोबास गरेको ठुलो सङ्ख्यामा छ। म यो कुमाल समुदायलाई अनुरोध र आग्रह निवेदन गर्न चाहन्छु, तपाईँले कम्तीमा यो महानगरपालिकामा बसोबास गर्ने अहिले मैले व्यक्त गरेका जातीय तपाईँहरूका विभिन्न वार्डमा थाहा बनाएर तपाईँहरूले पुर्खाले बसोबास गरेको त्यो थाक थलोलाई तपाईँले एकै ठाउँमा यो आजको माघी पर्व तपाईँहरूका आफ्ना लेनादेना तिनै ठाउँमा पक्कै भएका छन्। तिनीहरूलाई एउटै गोलबन्द बनाएर यहाँ जिल्ला र राष्ट्रिय स्तरको नेतृत्व कुमाल समुदाय बनाउनुहुन्छ। आउँदा दिनहरूमा त्यो कार्य गर्नुभयो भने तपाईँहरूको एकता र सद्भावले एउटा महत्त्वपूर्ण कुरो राख्छ र तपाईँहरूको हक अधिकारलाई पनि एउटा महत्त्वपूर्ण कुरो हुन्छ भन्ने कुरालाई म निवेदन गर्न चाहन्छु। समयको कारणले म धेरै कुरा राख्न चाहिनँ। यो महत्त्वपूर्ण पर्व आज जुन मेला माघीको पर्व हामीले भन्ने गरेका सुनेको माघी पर्व हाम्रा सबै संस्कारहरूको बारेमा खसारे हुन अथवा अन्य जनजाति हुन लगायतले सबैले पर्व मान्छ माघी पर्व। पक्कै पनि तपाईँहरूले कन्दमूल हिजो पकाएर आज बिहान नुहाइधुवाइ गरेर तपाईँहरूले एउटा प्रसादको रूपले ग्रहण गर्नुभयो होला। यो शरीरलाई मौसम र वातावरणलाई त्यसले व्यवस्थापन गर्छ भन्ने हिसाबले आज खिचडी पनि हामीले पक्कै खायौँ होला। त्यस कारणले मैले यहाँहरू सबैलाई हामीले त्यो आजको माघी पर्व हिजो पुर्खाहरूले भन्थे वर्ष दिनमा हामी साउने संस्कृति मनाउने कुरालाई हामीले वर्षभरि काम गरेर हाम्रो शरीर रह्यो। मेरा चेलीबेटी के अवस्थामा छन्, मेरो परिवार सुस्वास्थ्यले हामीले खेतीपाती गर्दा बाढी पहिरो जङ्गल जाँदै गर्दा वर्षको कार्यले काहीँ कतै खेती गर्दा रोग ब्याध लाग्दा औषधि उपचार बेला नपाउँदा मृत्युवरण गरेर बाँचिन्छ कि बाँचिँदैन भने बाँचिन्छ भनेर हामी साउने संस्कृति मान्थ्यौँ। आज त्यही खेती हामीले असारे खेती लगाएर भित्राइसकेपछि हामी मक्सिर पुसमा त्यो बालीलाई भित्राइसकेपछि हामी हिउँदे बाली लगाएर आफ्ना चेलीबेटी लगायतका बन्धु बान्धव भेट भएर आफ्ना संस्कार संस्कृतिहरूलाई घर माइत गर्नेदेखि लिएर सबै कुरा गरे यो पर्वको रूपले पनि सबै जातिमा रहन्छ। आज तपाईँहरूको विशेष यो माघी पर्व पनि त्यही अर्थले रह्यो भन्ने कुरालाई मैले त्यसरी बुझेको छु। त्यसले यो महत्त्वपूर्ण राष्ट्रिय पर्वमा तपाईँहरूको जनमान राष्ट्रिय पर्व कुमाल समुदायको हो भन्ने मैले बुझेको छु। त्यसकारणले यो पर्वलाई मैले त्यति साह्रो देखेको छैन। मैले अनौपचारिक रूपले यहाँ आउँदै गर्दा मेरो आदरणीय दाजु तपाईँले बनाउनु भएको तपाईँले भाग्यमानी अहिले मैले सम्बोधन गर्दै गर्दा हिजोको कालखण्डमा पनि कुमाल समुदायले मङ्गी मेगौली गाविसमा नेतृत्व गरेको छ। मेरो पहिलो यो गणतन्त्र लोकतन्त्र प्राप्ति गरिसकेपछिको आवधिक निर्वाचनमा महानगरपालिकाको 74 को निर्वाचनमा मेरो आदरणीय दया आसबहादुर कुमारजी कतै हुनुहुन्छ, एउटा सहकार्य गर्दा यो ठाउँमा कुमारले नै नेतृत्व गरेको छ। अहिले वर्तमान अवस्थामा जनप्रतिनिधिको रूपले पनि पूर्णबहादुर कुमारले नै अस्तित्व गर्नुभएको छ। तपाईँहरूको जातिको एउटा पहिचानले तपाईँहरूले त्यो स्थापित गरिरहनु भएको छ। त्यही नै महत्त्वपूर्ण कुरा हुनेछ भन्ने कुरालाई पनि म यहाँलाई अनुरोध आग्रह गर्न चाहन्छु। यो खुसी जन
उत्साहजनक यो कार्यक्रममा उपस्थित हुनुभएकोमा म यहाँलाई धेरै धेरै स्वागत
पालीलाई ढाका टोपी बालोलाई गोटा यति राम्रो भइसक्यो जोडा कलाई तिमी भन्दा साथी साथी तिमी बिना जिन्दगी जन्मनी साथी तिमी बिना जिन्दगी जन्मनी तिमी बिना जिन्दगी जन्मनी सजालीलाई बाटो भन्छन् गल्बेलीलाई सिधा पत्तो यसै भागे बानी तिमीलाई जुबान दिँदा परान तिम्रै गुमा आउनु सागरन तिम्रै गुमा आउनु सागरन तिम्रै गुमा आउनु सागरन हेलो हाम्रो अपरेटरज्यूलाई निकै मन पऱ्यो जस्तो छ डान्स अब भने हामी कार्यक्रममा फेरि अर्को एउटा नृत्य छ मोडल डान्स बहिनी सिँगारिएर बसिरहनु भएको छ यो जाडोमा बिचरा मैले उहाँलाई पालो दिनैपर्छ रेणुका महतो बहिनी अबको अर्को प्रस्तुति रहनेछ रेणुका बहिनीको निकै धमाकेदार प्रस्तुति अवश्य पनि हुनेछ अबको स्टेज भनेको रेणुका बहिनीको लागि Voy a estar un tecito.
Check. Then one day I'm going to people. One day. Nobody by them. People. Wireless. सधैँ गिदाउने सर हाम्रो बित्नु भइसकेको छ। प्रशान्त तामाङ एकचोटि उहाँको लागि रेस्ट इन पिस भनिदिनु होला। ल अब हामी सुरु गर्न ढिला नगरसँग सुरु गर्छौँ है त। Thank you everyone. So कस्तो लाग्दैछ तपाईलाई? अन्तिमसम्म साथ दिनुहुन्छ नि? So अब हाम्रो नेक्स्ट सङ चाहिँ स्पर्श बाइ सन्तोष तामाङ. Give it.
नसीब भए मेरो माया नम्बरी तिम्रो माया सोना चाँदी भए मेरो माया हिरा चाहिँ तिम्रो माया हुन चाहिँ भए मेरो माया सही सबैले तिम्रो माया सोना भए मेरो माया तिम्रो माया सुकुन नसीब भए मेरो माया नम्बरी तिम्रो माया सोना चाँदी भए मेरो माया हिरा चाहिँ धन्यवाद ड्रमको लागि हेलो दाइ एकोस्टिक यो एकोस्टिक फोक्सलाई त्यहाँ हान्दैन बुझेलो यो यसमा यो गिटारमा अलिकति इफेक्ट पनि राख्नु इफेक्ट यसमा यो गिटारमा माइक पनि हेरिदिनु बाहिर बस्छ हेलो 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 अलिक बढाएर हेलो 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 चेक हेलो 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 यसो हल्का इको हेलो चेक हेलो 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 यसको मन्दिरमा हेलो चेक अनि यसको अलिकति हेलो चेक हेलो हेलो चेक अझै बढाइदिनु न यसलाई हेलो चेक हेलो हेलो चेक हेलो हेलो सबैजनालाई नमस्ते हल्ला चाहिए जित्थेको हल्ला सो हामी चाहिँ द मेलोडियस ब्यान्ड है इन्फर्म भएको चाहिँ हाम्रो लगभग 2 इयर्स जति भयो। सो सबैजना स्वागत छ है।
हाम्रो सुरुको सङ चाहिँ हाम्रो साउन्ड चेक हुन्छ त्यस कृपया सपोर्ट दिनु होला हल्ला चाहिँ चाहिन्छ ल धेरै धेरै माया हेलो बुझेन अलिकति के अरे हाई बढाइदिनु न यसको है
अब हाम्रो गीतको बोल छ सधैँ सधैँ सबैजनाले सँगै गाइदिनु होला, रमाइलो गरिदिनु होला, त्यही भन्न चाहन्छु। हस्, धन्यवाद। No
सबैले गए आइरहन्छ तिम्रो यादहरू सबै सधैँ सधैँ आइरहन्छ तिम्रो यादहरू सधैँ 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 आइरहन्छ तिम्रो यादहरू तिम्रो यादहरू तिम्रो यादहरू त यो मन्तरमा के सबैको बढाइदिनु न
एकछिन है त सौका फल मिठा हुँदा भन्ने थाहा हुँदा होइन ल अब यसो ट्रेजेडीमा पर्दिने अलिकति ट्रेजेडीमा नचाहेको गीत त कुकुरलाई थाहा होला नि नचाहेको हल्का एकछिन गीतमा है ल गाडी सुकाम अनि फेरि बल्ल नाच्ने अब ल अब सुरु भयो है त अलिकति पानी खाएर गिराउँछ है त पिसका सुनेका गाना दिल दिए बोलो न क्या किया के रे फेरि बोलो न क्या किया ल अब हामी नचाहेको गीततिर तर्फ लाग्छौँ गीततिर
थियो कस्तो लाग्यो त सोदा फेरि आहा कलिलो सोदा अन्य चितवनको पारदेखि आइ त हाम्रो सबै 28 को पावर है जित्नुको मात्र 28 कै भरि भयो शिरमा मेरो ढाका टोपी कमरमा फेटी मान्छे हेर्दा केटा केटी पुरा गर्छौँ चेठी हामी जस्तो पाउनुहुन्न मान्छ खाली मेटे भरि पुरा गर्छु हे माइती भन्ने कहिलो
सम्म भेट भयो